So we are under the classification of agroforestry systems. So this is the remaining part of agroforestry classification. So second group of classification is based on the arrangement of the component. So component को आधारमा दोस्रो दर्जाको क्लासिफिकेसन भनेको हामीले component को आधारमा क्लासिफिकेसन गर्छौं कृषि वन प्रणालीलाई. Basically, the classification is, this is the major classification. The first is classification based on the nature and प्रकृतिको आधारमा कृषि वन प्रणालीलाई कसरी विभाजन गर्न सकिन्छ भन्ने you have learned, we have discussed before in the physical class. And so today we are remaining part of the classification under classification. This is the based on the arrangement of the components. वास्तवमा component, we have a three component. So component to component को आधारमा हामीले कसरी विभाजन गर्छौं कृषि वन प्रणाली भन्ने बारेमा we are discussing. So arrangement of the component can be involved the dimension of the space and time. The time र basically time र space दुईटा महत्त्वपूर्ण डाइमेन्सन हुन्छ खास गरी component को आधारमा. Based on the arrangement of the component, agroforestry system can be classified as an space or spatial arrangement, and second is time in time or temporal arrangement. दुईटा खालको arrangement हुन्छ यसमा. बेसिकली पहिलो खालको arrangement भनेको ठाउँको आधारमा, हाम्रो जग्गाको आधारमा, हाम्रो त्यहाँको लोकेसनको आधारमा, त्यहाँको भू बनोटको आधारमा. हजुर मा दुईटैमा एउटा मात्र छ. ल भयो. So second sub-classification of agroforestry system is based on the arrangement of the component. So we have a three component basically. र हामी तीनटा component, दुईटा तीनटा component छ. त्यो तीनटा component मध्ये पनि हामीले अर्को दुईटा component को विचारमा हामीले त्यसलाई कसरी रहेको छ, त्यसको बनावट कसरी रहेको छ कृषि वन प्रणाली भन्ने बारेमा हामी छलफल गर्छौं. एउटा बेसिकली देयर आर द टु the dimension of the component. One is space and time. One is space and next is time. दुईटा स्पेस र त्यहाँको लोकेसन, ठाउँ, भूबनोट र टाइम, त्यहाँको समय कस्तो छ, त्यो दुईटाको बीचमा त्यो अरेन्जमेन्ट छ, त्यसलाई हामीले के भन्छौं डाइमेन्सन भन्ने गर्छौं. त्यो डाइमेन्सन कम्पोनेन्टको एउटा डाइमेन्सन. एउटा स्पेस ठाउँको आधारमा हामीले त्यसलाई एग्रोफर्स्ट कृषि वन प्रणालीलाई कसरी विभाजन गर्न सकिन्छ भन्ने छ भने अर्को टाइमको आधारमा कृषि वन प्रणालीलाई कसरी विभाजन गर्न सकिन्छ भन्ने छ. The classification of agroforestry system on the basis of any space. पहिलो स्पेसको आधारमा, ठाउँको आधारमा, जसलाई हामीले spatial arrangement भनेर भन्छौं. The spatial arrangement of the plants in agroforestry system of a mixture may result in dense mixed stand. Dense mixed stand भन्ने बित्तिकै के हो, हामीले त्यो स्ट्यान्ड भनेको जो हामीले खडा भएका रुखहरू छ, त्यो खडा रुखहरूको बीचको मिक्सचरलाई हामीले dense mixed stand भन्छौं. As in home gardens, as a home garden is a peculiar example, typical example of mixed stand. The ठाउँ हामीले एउटा जग्गा छ, घरको जग्गा छ, ब्याकवार्ड छ अथवा फरवार्ड छ अथवा इस्टवार्ड छ, वेस्टवार्ड छ, जो वरिपरिको जग्गा, हाम्रो घरको वरिपरिको जग्गालाई हामीले होम गार्डन भनेर भन्छौं. होमको वरिपरिको जग्गालाई होम गार्डन अथवा किचन गार्डन भनेर भन्छौं. त्यो किचन गार्डन अथवा होम गार्डनको मा हामीले धेरै स्ट्यान्डहरु छ. Basically mixed stand. We have a mixed stand of the the leguminous crops, mixed stand of the tree crops. विभिन्न क्रपहरुको त्यहाँ स्ट्यान्ड भइरहेको हुन्छ. त्यो मिसिएको हुन्छ. त्यो जग्गामा ठूलो रुखहरु पनि हुन्छ, सानो रुखहरु पनि हुन्छ र श्रब, हर्ब्स हैन, ट्री सबैको मिक्स भएको हुन्छ. त्यसलाई हामीले के भन्छ, मिक्स स्ट्यान्ड भन्छौं. इन स्पार्स मिक्स स्ट्यान्ड भनेको अलिकति छरिएको पनि हुन्छ. As in most system of the tree in this mix pass. The species or species mixer, दुईटा प्रजातिको मिक्सचर पनि हुन सक्छ त्यहाँ. May be laid out in the zones or the type of the varying weeds. There may be several forms of such zones varying from the microzonal arrangement, such as the alternate rows.
एउटा रोको बिचमा एउटा सानो हारको बिचमा पनि अर्को हार जो बिचमा पनि हामीले एरेन्जमेन्ट गर्न सक्छौँ त्यसलाई हामीले माइक्रोजोनल एरेन्जमेन्ट गर्छौँ माइक्रोजोनल एरेन्जमेन्ट बी क्लियर इज अ भेरी माइक्रोजोनल एरेन्जमेन्ट गर्ने बित्तिकै हामीले जोनको दुईटा एरेन्जमेन्टको दुईटा रोको बिचमा पनि हामीले जो खेतीपाती गर्छौँ त्यसलाई हामीले एउटा इन्टर स्पेस भनेर भन्छौँ त्यसलाई माइक्रोजोनल एरेन्जमेन्ट टु द म्याक्रोजोनल एरेन्जमेन्टको अलिक मिक्स स्ट्यान्डलाई म्याक्रोजोनल एरेन्जमेन्ट भन्छ यसमा मिक्स डेन्स एउटा एक्जाम्पल छ मिक्स डेन्स द डिफरेन्ट कम्पोनेन्ट्स आर एरेन्ज टुगेदर विथ हाई डेन्सिटी फर एक्जाम्पल होम गार्डन मैले अघि I have told you earlier the home garden is a typical example of the mixed stands mixed dense mixed stand stand भने पनि खडा रुखहरू अथवा हामीले खडाबालीहरूको जति खडाबालीहरू छ त्यो नेपालीमा हामी खडाबाली भन्छौँ स्ट्यान्डलाई हामीले खडाबालीहरू छन् जस्तै हामीले त्यहाँ धान पनि लगाउन सक्छौँ तोरी पनि लगाउन सक्छौँ घाँस पनि लगाउन सकिन्छ हैन अनि साग पनि लगाउन सकिन्छ तरकारी पनि हुन सक्छ र फलफुलको पनि हुन्छ गार्डनको वरिपरि सबै कुराहरू त्यहाँ मिसिएको हुन्छ त्यसलाई हामी मिक्स डेन्स भन्छौँ त्यो होम गार्डन एउटा मिक्स डेन्सको एक्जाम्पल नेक्स्ट एक्जाम्पल इज मिक्स स्पार्स मिक्स स्पार्स अलिकति छरिएको हुन्छ डिफरेन्ट कम्पोनेन्ट आर एरेन्ज टुगेदर विथ द लो डेन्सिटी डेन्सिटी अलिकति होम गार्डनको एकदम डार्क के अरे हाई डेन्सिटीमा हुँदैन जस्ट द लो डेन्सिटी एज कम्पेयर टु द होम गार्डन भन्दा अलिकति पातलो हुनसक्छ मोस्ट सिस्टम अफ द ट्रेन इज पास्चर जस्तै पास्चर ल्यान्डमा के हुन्छ हामीले जस्तै त्यहाँ भेडाहरूको अलिकति माथि हाई हिमालतिर गयो भने भेडाहरू पाल्नुहुन्छ त्यहाँ खर्क भनेर भनिन्छ त्यहाँ चरण क्षेत्रहरू छ त्यहाँ के हुन्छ उनीहरूलाई छहारी दिने उनीहरूलाई ओत लाउने बर्खा भयो भने पानी पर्यो भने शीतबाट जोगिनको लागि रुखको आडमा बसेर वस्तुभावहरू त्यहाँ बसेको हुन्छ त्यस्तो स्थितिलाई हामीले मिक्स स्पार्स भनेर भन्छ रुखहरू अलिक टाढा टाढा छरिएको हुन्छ हामीले इन्टेन्सली अथवा भनौँ न अब अकेजनली अथवा नेचुरली त्यहाँ ग्रोइङ भइरहेको हुन्छ त्यो ट्रीहरू त्यसलाई हामीले म्यानेज गरेको हुन्छ त्यो अलिक टाढा टाढा हुन्छ त्यसलाई हामीले मिक्स स्पार्स भन्छौँ त्यो के हुन्छ स्क्याटर ट्री अन एग्रिकल्चरलाई हैन ट्री कहिले कहिले एग्रिकल्चर ल्यान्डमा पनि स्क्याटर हुन्छ अलिक टाढा टाढा भइरहेको हुन्छ र हामीले सिड प्रोभाइडिङ ट्री अथवा हामीले कफीको लागि हामीले सिड प्रोभाइडिङ ट्रीहरू पनि गरे त्यहाँ लगाएको हुनसक्छ त्यो पनि एउटा मिक्स स्पार्स हो त्यस्तै गरेर हामीले चरण क्षेत्रमा हामीले ट्रीहरू हामीले लगायौँ भने त्यो पनि मिक्स स्पार्स हो त्यस स्टायर प्लान्टेसन भनेको एउटा लाइनमा लगाउने हो width of the stripe to be more than the one tree for example आली क्रपिङमा कहिलेकाहीँ हामी डबल क्रपिङ पनि हुन्छ डबल आली पनि हुन्छ सिंगल आली पनि हुन्छ र आली क्रपिङहरुमा बीचमा साइडमा हेज हुन्छ बीचमा आली हुन्छ हैन त्यो आलीमा जो जग्गाहरू आलुमा हामीले के हुन्छ तरकारी बाली अथवा एग्रिकल्चर क्रपहरू लगाएका हुन्छौँ र हेज क्रप अलिकति ट्री स्पेसिसको हुन्छ बाउन्ड्री प्लान्टेसन एउटा एक्जाम्पल हो ट्री अन हेज अफ द प्लान्ट सो दिस इज आर द एक्जाम्पल अफ द स्पेसियल एरेन्जमेन्ट यसले के गर्छ भने जग्गाको एरेन्जमेन्टलाई लोकेसनको एरेन्जमेन्टलाई बढी फोकस गरेको हुन्छ यसलाई हामीले स्पेसियल एरेन्जमेन्ट भन्छौँ भने अर्को टेम्पोरल एरेन्जमेन्ट जो टाइमको आधारमा एकपछि अर्को अथवा त्यो सँगसँगै टाइमको आधारमा टाइम बाउन्ड के हुन सक्छ त्यो आधारमा पनि on the basis of the arrangement of the components the टाइमको आधारमा on the basis of the time अथवा टेम्पोरल सिक्वेन्स अथवा टेम्पोरल यसलाई हामीले on the basis of time को आधारमा जो कृषि वन प्रणालीलाई हामीले व्यवस्थित गर्छौँ त्यसलाई टेम्पोरल एरेन्जमेन्ट टेम्पोरल सिक्वेन्स भनेर भनिन्छ Temporal arrangement of the plant in agroforestry system may also take the various forms. An extreme example is the conventional shifting cultivation cycle involving 2 to 4 years of the cropping and more than 15 years of fallow cycle when a selected woody species or mixture of the species may be planted. Similarly, some of the silvopastoral system may also involve the grass leaves in rotation with some species of the grass remaining on the lane or for several years. And this temporal arrangement of the component in agroforestry systems are termed coincident, co-competent, overlapping, that sometimes we can say the relay cropping, and separate and interpolated. These are some terminology used in the temporal arrangements. So we are going to discuss one by one. The coincident भनेको के हो
It's a coincidence. It occurs when different crops occupy the land together. So the simultaneously is a very the one time they occur the one time. And for example, the tea, coffee under the almost Nepalensis or the Imawalichi. These are the some अथवा Acacia catechu, Acacia say nilotica. These are some species and planted over the coffee tree and coffee plant. कफी प्लान्टमा हामीले जो कफीको चियाको बगानमा हामीले माथिबाट उत्तिसको रुखहरू रोप्छौँ अथवा सिरिजको रुखहरू रोप्छौँ त्यो छाडिदिन्छ र चिया कफीको राम्रो उत्पादन हुन्छ त्यो परिस्थितिलाई जो सँगसँगै गरिन्छ त्यसलाई हामी को इन्सिडेन्ट भनेर भनिन्छ Next, concomitant. Concomitant is terminology is that denotes when the different components, so not only a single component, different components stay together for certain period, not a very varying, very long terms. Very लामो अवधि होइन, just certain period of time they stay together simultaneously. For example, the Tangia system. Tangia system मा concomitant भन्ने परिस्थिति आउँछ. Tangia system मा एउटा डिफ्रेन्ट कम्पोनेन्ट छ एउटै कम्पोनेन्ट हुँदैन द ट्री कम्पोनेन्ट छ ज एग्रिकल्चर कम्पोनेन्ट छ र लाइभस्टक कम्पोनेन्ट छ कम्पोनेन्ट फरक खालको छ भने तिनटै कम्पोनेन्टहरू कहिलेकाहीँ सँगै आउन सक्छ स्टे टुगेदर फर अ सर्टेन पिरियड अफ टाइम it may be a 2 years, it may be a 3 years, it may be a 4 years. This is the certain period of time they occupy this certain land, certain piece of land for the limited purpose of, So this committant is occur, and the typical example is Tongia system. Tongia system is a particular example. एउटा त्यस्तो उदाहरण. अर्को भनेको intermittent. Intermittent when the annual crops, जस्तै हामीले एग्रिकल्चर क्रप्स हैन हामी तरकारी होस् अन्नबाली होस् मकै धान गहुँ फापर जौ गुवा हैन आलु यी विभिन्न खालका एनुअल क्रप्स आर ग्रोन विथ पेरिनियल क्रप्स हामीले धेरै बहुवर्षीय बालीसँगै एक वर्षीय बाली अथवा सिजनल क्रपहरू when planted, and this form of arrangement, temporal arrangement is called intermittent. Rice जस्तै rice under the coconut. हामीले कोकोनटमा हामी राइस गर्छौँ टाङ्गे सिस्टममा नरिवलको माथि रुख हुन्छ तल धानहरू फलाइरहेको हुन्छ दिस सिस्टम इज इंटरमिटेंट ट्री और other multi MPTs भनेको मल्टीपर्पज ट्री स्पेसिस हामीले बहु आयामिक प्रजातिका रुखहरू पनि हामी त्यहाँ रोपेका हुन्छौँ फर एक्जाम्पल द मोरिंगा शीतलचिनी दिस इज द सिजन फर द मोरिंगा as a very popular species for multi-purpose tree species. When we obtain the tree, obtain the the medicinal purpose, obtain the vegetables. So multi-purpose tree species. Seasonal graying of the cattle in pasture on the tree. हामीले त्यहाँ seasonal grazingहरू गर्यो भने कहिलेकाहीँ grazing गर्यो भने त्यो पनि के हुन्छ intermittent भनेर भन्छ त्यसै गरेर interpolated भनेको when the different components occupy the space during the different time यो different component पनि different हुन्छ time पनि different हुन्छ त्यो different time मा different componentहरू त्यहाँ सँगै आउँछ भने त्यसलाई हामीले के भन्छ interpolated भन्छ for example home garden is a typical example of the interpolated डिफ्रेन्ट कम्पोनेन्ट हुन्छ त्यहाँ ट्री पनि हुन्छ श्रब पनि हुन्छ अथवा लाइभस्टक पनि हुन्छ हैन पेरिनियल क्रप पनि हुन्छ एग्रिकल्चर क्रप पनि हुन्छ त्यो सँगै आउँछ र डिफ्रेन्ट टाइममा पनि आउँछ एउटै टाइममा हुँदैन सक्दैन कहिलेकाहीँ अहिले हामीले हार्भेस्ट गर्यौं फेरि अर्को सिजनमा पनि हार्भेस्ट हुन्छ र अर्को सिजनमा पनि हार्भेस्ट हुन्छ यसरी सिजनल हार्भेस्टिङ हुन्छ र कम्पोनेन्ट डिफ्रेन्ट हुन्छ डिफ्रेन्ट टाइम हुन्छ डिफ्रेन्ट कम्पोनेन्ट हुन्छ भने त्यसलाई इन्टरपोलाटेड भनेर भनिन्छ त्यसै गरी सेपरेट यो अलिकति एउटै सँगै हुँदैन सेपरेट हुन्छ when components occupy space at different times एउटै टाइम हुँदैन सेपरेट टाइममा they occupy the land for the specific purpose for example improved fallow system
हामीले इम्प्रुभ भ्यालु सिस्टममा 2-3 इयर्समा एउटा कम्पोनेन्ट हामी ग्रो गर्छौँ, त्यसपछि सर्टेन पिरियड अफ टाइममा भ्यालु राख्छौँ र त्यसपछि फेरि कमिङ द नेक्स्ट सिजन अथवा नेक्स्ट सर्टेन पिरियड अफ 2-3 आफ्टर 3 इयर्स आफ्टर 4 इयर्स we can grow the same piece of land on same piece of land हैन त्यही जग्गामा त्यही हामीले लोकेसनमा फेरि हामीले केही क्रपहरू ग्रो गर्छौँ भने त्यसलाई हामीले सेपरेट भनेर भनिन्छ। फर इक्जाम्पल हामीले सिक्किम कल्टिभेसन पनि एउटा इक्जाम्पल हो र इम्प्रुभ भ्यालु सिस्टम पनि एउटा इक्जाम्पल। These are the example, the photo showing you this example related to the different component, temporal and spatial arrangement and temporal arrangement. Farm, woodland of clumps, shelter world, tree rows, single rows पनि हुन सक्छ, डबल रोज पनि हुन्छ। Various spatial arrangement एग्रोफोरेस्ट सिस्टम यो ठाउँको आधारमा फरक फरक जग्गामा स्पेसको आधारमा स्पेस ओगटेको पनि छ, अकुपाई गरेको पाइन्छ। ब्याम्बोले गर्न सक्छ, विभिन्न ट्रीहरू छ, यो एउटा सर्टेनली जोग्राफिकल एरिया हो, त्यसमा विभिन्न ट्री स्पिसिसले विभिन्न लोकेसन अकुपाई गरेको देखाएको छ। कुनै केरा लागेको छ, कुनै म्याङ्गोको छ, यसरी विभिन्न ट्री स्पिसिसहरू लगाएको पाइन्छ। सेकेन्ड, फङ्सनल क्लासिफिकेसन अफ एग्रोफोरेस्ट्री सिस्टम। सेकेन्ड इज फङ्सनल, नेचरको आधारमा त्यस फङ्सनल क्लासिफिकेसनमा हामीले स्ट्रक्चरल क्लासिफिकेसन पछि फङ्सनल क्लासिफिकेसनमा जान्छौँ। पहिलो फङ्सनल क्लासिफिकेसनमा प्रोडक्टिभ एग्रोफोरेस्ट्री सिस्टम इज अलवेज इट्स अ भेरी प्रोडक्टिभ सिस्टम्स। We always achieve different productive ways, productive value from the agroforestry कृषि वन प्रणालीबाट हामी धेरै किसिमको हामी लाभहरू प्राप्त गर्छौँ। The agroforestry can produce the food, fodder, fuel, other woods and other products from the same piece of land in agroforestry system. So this is a multi-purpose tree species we can grow within the certain agroforestry systems. हामीले कृषि वनको निश्चित कृषि वन प्रणालीमा हामीले केही वस्तुहरू हामी उत्पादन गर्छौँ। त्यो रुख पनि हुन सक्छ, त्यो घाँस पनि हुन सक्छ, त्यो दाना पनि हुन सक्छ, त्यो दाउरा पनि हुन सक्छ, त्यो काठ पनि हुन सक्छ। विभिन्न खालका हामीलाई वस्तु र सेवाहरू जो प्रदान गर्छ त्यसलाई हामीले प्रोडक्टिभ स्केलको हिसाबले हामी नाप्छौँ। वी क्यान मेजर इन प्रोडक्टिभ वे। सो पहिलो फङ्सन भनेको एग्रोफोरेस्ट्री सिस्टमको प्रोडक्टिभ हुन्छ। सेकेन्ड, प्रोटेक्टिभ, पिएनपी, प्रोटेक्टिभ मिन्स त उसले प्रोटेक्सन गर्छ भन्ने हो। र कसरी प्रोटेक्सन गर्छ, र how does the agroforestry system protects? The agroforestry helps to minimize the degradations of farmland and other natural resources. For example, windbreak, हामीले विन्डब्रेकहरू गर्छौँ, सेल्टर बेल्ट गर्छौँ, सोइल एन्ड मोइस्चर कन्जर्भेसन गर्छौँ, सोइल इरोजन गर्छौँ, इरोजन हुन्छ। यी सबै किसिमको परिस्थितिमा भूक्षयबाट पनि हामी जोगाउन सक्छ र त्यसले सोइल कन्जर्भेसनको कुराहरू गर्छ र माटो पानी बगेको पानीलाई पानीबाट पनि यसले मोइस्चरलाई कन्जर्भेसन गर्छ। विभिन्न पोन्डहरू, विभिन्न नदीहरूको किनारमा हामीले एग्रोफोरेस्ट्री ट्री स्पेसिसहरू लगाउँछ, त्यसले सोइल वाटर कन्जर्भेसनको कामहरू गर्छ। त्यो हुनाले windbreak, shelter belt are the major example of the protective agroforestry system. Third one is amelioratives. Amelioratives is another function of the agroforestry systems. Agroforestry with the legume tree and crops help to maintain or improve the productivity of land, soil and water conservation. यी तीनटा कुराहरूलाई एउटा हाम्रो जग्गा, अर्को माटो र पानी, माटो, हावापानी र जग्गालाई संरक्षण गर्ने जुन हाम्रो परम्परा छ, जुन हाम्रो फङ्सन छ, त्यो एग्रोफोरेस्ट्रीको फङ्सन इज मेजर फङ्सन, त्यसलाई फङ्सन हो। त्यसलाई हामीले एमेलियोरेटिभ फङ्सन भनेर भन्छौँ। त्यसले बेसिकली केले गर्छ भन्दाखेरि लेगुम ट्रीहरू, बेसिकली हामीले साना साना घाँसे बालीहरू, साना साना लेगुम ट्रीहरू, लेगुम स्पेसिसहरूलाई हामीले बहुवर्षीय, एक वर्षीय हुन सक्छ त्यस्ता ट्री स्पेसिस अथवा हामीले एग्रिकल्चर स्पेसिसलाई क्यान ग्रो। हामीले त्यसमा हामीले के गर्न सक्छौँ, टी लगाउन सक्छौँ, सिमी लगाउन सक्छौँ, विभिन्न दालहरू लगाउन सक्छौँ। त्यस्ता बालीहरू जो नाइट्रोजन फिक्सेसन गरेर सोइलको इम्प्रुभमेन्टलाई बढावा दिन्छ। अर्को भनेको नेक्स्ट फङ्सन इज मल्टिपर्पोज
MLT, multi-purpose. It ensures the multi-purpose production through the optimization both productive and protective functions. दुईटा दुईटा कुराहरु एउटा प्रोडक्टिभ र प्रोटेक्टिभ फंक्सनलाई यसले विचार गरेर यसको मिक्सअप नै मल्टिपर्पज हो। त्यो हुनाले यो बहुआयामिक हुन सक्छ। कृषि वन प्रणालीका केही प्रजातिहरू बहुआयामिक हुन सक्छन्। त्यो बहुआयामिक प्रजातिलाई हामीले हाम्रो उद्देश्य जो बहुआयामिक छ, हामीलाई दाउरा पनि चाहिएको छ, घाँस पनि चाहिएको छ, स्याउला पनि चाहिएको छ, हामीले काठ पनि चाहिएको छ। सो multi-purpose, they provides us the multi functions, not one a single function, not a single ways. It gives us the multi function, multi product or services. And धेरै किसिमको हामीलाई प्रोडक्ट सर्भिसेस दिन्छ, त्यो हुनाले मल्टिपर्पज भनेको। जस्तो लिभिङ फंक्सन्स हामीले गर्छौँ, सेल्टर बिल्ड गर्छौँ हैन, र मल्टिपर्पज चाहिँ हामी धेरै हुन सक्छ, काठ, दाउरा हैन, सबै किसिमको दिन्छ। र अर्को थर्ड क्लासिफिकेसन इज क्लासिफिकेसन सोसियोइकोनोमिक क्लासिफिकेसन। थर्ड क्लासिफिकेसन सोसियोइकोनोमिक क्लासिफिकेसन। फर्स्ट हामीले स्ट्रक्चरको आधारमा विभाजन गर्यौं कृषि वन प्रणालीलाई। सेकेन्डमा हामीले फंक्सनको आधारमा अरेन्जमेन्टको आधारमा क्लासिफिकेसन गर्यौं, फंक्सनको आधारमा क्लासिफिकेसन गर्यौं। जस्तो थर्डमा सोसियोइकोनोमिक आधारमा हामीले क्लासिफिकेसन गर्यौं, जो आर्थिक र सामाजिक दृष्टिकोणले कृषि वन प्रणालीलाई कति भागमा विभाजन गर्न सकिन्छ भन्ने बारेमा we are going to discuss. On the basis of the socioeconomic consideration, the agroforestry systems are classified in the three major sub-classification. पहिलो subsistence agroforestry system भनेर भन्छ, it aims the meeting the basic needs of the small family having the less holding and very little capacity for an investment. हामीले थोरै जो जग्गा छ जसको एकदम ल्यान्डलेस छ, र having a no land, having a less land, अथवा having very low less capacity हैन, क्यापेसिटी पनि राम्रो छैन, त्यस्तो खालको हामीले जो फार्मर्सलाई सपोर्ट गर्ने, फार्मर्सको स्थितिलाई हामीले सब्सिस्टेन्ट एग्रोफोरेस्ट्री सिस्टम भनेर भन्छौँ। There may be some marginal surplus production for sale. For example, shifting cultivation. हामीले खोरिया फडानीहरू, खोरिया खेतीहरू गर्छौँ, जो चेपाङको बस्तीहरूमा, चितवनको चेपाङ बस्तीहरूमा पनि यो पहिलाको शिफ्टिङ कल्टिभेसनहरू छ। शिफ्टिङ कल्टिभेसनमा पनि यसको सब्सिस्टेन्स नेचर अफ एग्रोफोरेस्ट्री सिस्टम इज one of the practiced agroforestry system in Nepal. The scattered tree in the farms, homestead agroforestry system, these are the four typical example of subsistence agroforestry system. हामीले एउटा subsistence agroforestry system का केही उदाहरणहरू। This is second classification of socioeconomic classification based on the socioeconomic classification is commercial agroforestry system. हैन, हामीले एउटा त सामान्य सिस्टमको एग्रोफोरेस्ट्री, अर्को भनेको व्यावसायिक एग्रोफोरेस्ट्री सिस्टम भन्छ। It refers to the large scale production on commercial basis. The main consideration is to sell the product. यसको मुख्य उद्देश्य भनेको हामीले के हुन्छ, purpose, it gives purpose to sell. हामीले कमर्सियलाइज हुनु पर्यो, व्यावसायिक रूपमा हामीले प्रॉफिट मेकिङ स्थितिमा जान्छ। जस्तै टी, कफी हैन, यिनीहरूको प्रोडक्सन गर्यौं भने हामीले पैसा आउँछ, त्यसलाई हामीले जो पैसा रिटर्न आउँछ त्यो रिटर्निङ भएको हामीलाई त्यो स्केलको हिसाबले हामीले प्रॉफिट मेकिङको हिसाबले हामीले कमर्सियल स्केल भनेर भन्छौँ एग्रोफोरेस्ट्री सिस्टमलाई। थर्ड क्लासिफिकेसन अफ एग्रोफोरेस्ट्री सिस्टम based on the socioeconomic classification, socioeconomic domain is the intermediate agroforestry system. त्यो बीचको दुईटा सब्सिस्टेन्स र कमर्सियल स्केलको दुईटाको बीचकोलाई हामीले नेचरको एग्रोफोरेस्ट्री सिस्टमलाई हामीले के भन्छौँ, इन्टरमिडिएट, एउटा मध्यम स्तरको एग्रोफोरेस्ट्री सिस्टम भन्छ। के को आधारमा, सोसियोइकोनोमिक क्लासिफिकेसनको आधारमा। It is an intermediate between the commercial and subsistence systems. It is practiced on small medium sized farm. The system aims at the production of the items which are not only enough to meet the needs of the family, but not to earn money, the surplus can be assured. हामीले अलिकति हामी खान्छौँ, कन्जम्सनको लागि गर्छौँ, केही चिजबिजहरू, फलहरू अथवा मेडिसिनल प्लान्ट जे हो whatever, त्यो खाइसकेपछि बचेको कुरालाई हामीले सरप्लस जो आइटम छ, त्यो सरप्लस आइटमलाई, त्यो चिजलाई हैन, त्यो हामी बेच्ने गर्छौँ। त्यो हुनाले त्यो प्रॉफिट मेकिङ दुईटै चिजहरू हामीले घरमा पनि खान, त्यो सरप्लसलाई बेच्ने हुनाले त्यो मिड इन्टरमिडिएट
एउटा क्लासिफिकेसन सोसियोलिङ्क क्लासिफिकेसन हामी चिन्दछौँ। Fourth, the classification of agroforestry system is fourth classification is ecological classification of agroforestry system. The agroforestry system is related to various ecological factors. It can be classified on the basis of the important ecological parameters. Some of the parameters are that mentioned here: the climatic parameters, edaphic parameters, physiographic counts. On the basis of ecological parameters, it can be classified as the tropical, subtropical, temperate, subalpine, alpine. These are the some parameters based on the ecological domain. Ecological हाम्रो हावापानीको हिसाबले ट्रपिकल भनेर गर्छौँ, अर्को सब ट्रपिकल उष्ण उपोष्ण र अलिकति शीतोष्ण, त्यसपछि अल्पाइन अलिकति माथिको हिमाली भाग र त्योभन्दा थोरै हाई हिमाली भाग जो माथिको हुन्छ उच्च हिमाली भाग। यसरी हामीले 5 वटा क्लासिफिकेसनको आधारमा सब क्लासिफिकेसनमा इकोसिस्टमलाई हाम्रो इकोलोजिकल प्यारामिटरलाई हामीले वर्गीकृत गरेका छौँ। पहिले ट्रपिकलमा the vegetation in extreme climate such as the high temperature, low humidity and scarcity of water, etc. For example, tropical silvopasture. And tropical silvopasture like tropical vegetation to extreme climate हुन्छ, the एकदम high temperature हुन्छ, humidity एकदम low हुन्छ, त्यस्तो ठाउँलाई हामीले tropical silvopasture भन्ने गर्छौँ। Second, subtropical vegetation. So vegetation in suitable climatic condition. For example, agroforestry practices in subtropical region, including Bangladesh and Nepal, and some of the subtropical climates occurs. And temperate vegetation in low temperature, for example, silvopasture, pastoral silviculture in temperate regions, and fourth, subalpine vegetation in low and medium mountain region, the natural and artificial forest vegetation in low and medium mountains. It occurs, it lies in the very mountain regions as above the 3,000 meters. The alpine, next, the ecosystems, the ecological climatic region is alpine. So it's the vegetation types. A vegetation is high mountain regions, for example, the natural forest vegetation in high altitudes. So these are some agroforestry commonly practiced agroforestry systems in different regions of Nepal. Taraima home garden is a peculiar example. This is planting tree among the agriculture crops, intercropping with the horticulture crops. Tangia, silver fishery, silver fisheries, silviculture system, silvopastoral systems, horto silvopastoral systems. शिवालिक अलिकति माथि जाने हो भने शिवालिक रेन्जमा silvopastoral system, टाङ्गिया सिस्टम, silvo fishery system, अलिकति त्योभन्दा माथि मिडल हिल्स अथवा सब ट्रपिकलमा जाने हो भने आली क्रपिङ, होम गार्डन, horto silvopastoral systems, counter hedgerow systems. These are the some example. And अलिकति त्योभन्दा माथि higher hillsमा जाने हो भने silvopastoral system, contour hedgerow system. These are the some example of some systems, some sub-classification of the agroforestry system commonly practiced in different regions of Nepal and the world. Limitation of the agroforestry system. What are the what are the demerits or disadvantage of the agroforestry system? Because agroforestry is a very profitable system of agriculture, but sometimes we face the very disadvantage, and we cannot achieve some things from the agroforestry system. This is the limitation of the agroforestry systems. What we face. And first the limitation is environmental aspect. पहिलो हामीले वातावरणको सँगै वातावरणसँग जोडिएको केही कारकहरू छन्, केही त्यहाँ कठिनाइहरू छन्, केही बेफाइदाहरू छन्। पहिलो भनेको रिड्युस द फुड क्रप यील्ड. टोटल यील्डलाई हामीले फुड क्रप यील्डलाई के हुन्छ बढाउँदैन तर घटाउँछ भन्छ, ड्यू टु द कम्पिटिसन अफ स्पेस, सनलाइट, मोइस्चर एन्ड न्युट्रिएन्ट. के हुन्छ हामीले एग्रोफोरेस्ट्री सिस्टममा देयर आर द 3 कम्पोनेन्ट एन्ड मोर देन 3 स्पेसिस, मोर देन 2 स्पेसिस, मोर देन 2 कम्पोनेन्ट हैन, कम्प्लेक्स कम्पिटिसन हुन्छ, कम्प्लेक्स सिचुएसन हुन्छ. एग्रोफोरेस्ट्रीको एउटा नेचर हो, त्यो हुनाले कम्पिटिसन हाई हुन्छ.
के को लागि हुन्छ स्पेस, सनलाइट, मोइस्चर, न्युट्रिएन्ट यसको लागि स्पेस बढी त्यो प्रतिस्पर्धा हुने हुनाले कहिलेकाहीँ के हुन्छ त्यस मोस्टली के हुन्छ क्रप यिल्ड मोनोकल्चर भन्दा घटेको देखिन्छ कहिलेकाहीँ। ड्यामेज द फुड क्रप्स ड्युरिङ द ट्री हार्भेस्ट अपरेसन हैन। कहिलेकाहीँ ट्री स्पेसिसलाई हामीले माथिबाट काट्यौँ, लोपिङ गऱ्यौँ अथवा हामीले माथिबाट काट्यौँ भने त्यो हाँगा काटेकोले तलको फुड क्रपहरूलाई ड्यामेज गर्न सक्छ। होलार्डिङ गऱ्यौँ अथवा लोपिङ गऱ्यौँ भने पनि तलको कुनै मकै छ, धान छ, गहुँ छ, फापर छ, जौ छ, उवा छ अथवा तल तरकारीहरू छ अथवा कुनै फलफुल साना साना फलफुल बाली छ भने त्यसलाई ड्यामेज गर्न सक्छ। टु सर्भ एज अ होस्ट टु इन्सेक्ट पेस्ट द्याट आर हार्मफुल टु द फुड क्रप्स। कहिलेकाहीँ हामीले पेरिनियल क्रप्स वी हेभ वान अफ द कम्पोनेन्ट मेजर कम्पोनेन्ट अफ द एग्रिकल्चर सिस्टम किनकि त्यहाँ ट्री क्रपहरू हुन्छ। त्यो ट्री क्रपमा कहिलेकाहीँ झाडीमा, कहिलेकाहीँ श्रबमा, कहिलेकाहीँ ट्रीमा इन्सेक्ट पेस्टहरू, फ्रुट फ्लाइहरू हैन अनि हामीले अरू फ्लाइहरू हैन विभिन्न खालको इन्सेक्टहरू हैन त्यहाँ लुकेर बसेको हुन्छ। जस्तै ऱ्यापिड रिजेनेरेसन हुन्छ बाइ प्रोलिफिक ट्री व्हिच मे डिस्प्लेस फुड क्रप्स एन्ड टेक ओभर इन्टायर। कहिलेकाहीँ ट्री क्रपहरूको के हुन्छ प्रोलिफिक ट्रीहरू पर्यो भने ऱ्यापिड जेनेरेसन हुन्छ। ऱ्यापिड रिजेनेरेसन भनेको चाँडै पलाउँछ, चाँडै रिप्लेस गर्छ, एउटा कभर झाँगिन्छ, त्यसले झाँगियो भने तलको फुड क्रपहरूलाई ठाउँ दिँदैन, रिप्लेस गरिदिन्छ, डिस्प्लेस पनि गरिदिन्छ। रिप्लेस मात्र होइन डिस्प्लेस पनि गरिदिन्छ। कहिलेकाहीँ हटाइदिन पनि सक्छ, त्यहाँ ठाउँ नहुन सक्छ। त्यो हुनाले त्यस्तो स्थिति एउटा इट्स अ नेगेटिभ एस्पेक्ट अफ द एग्रोफोरेस्ट्री सिस्टम समटाइम्स वी क्यान फेस। सेकेन्ड सोसियो-इकोनोमिक एस्पेक्टमा हामीले कस्तो बेफाइदा छ? The requirement for more labor inputs, which may cause the scarcity at time in other farm activities. The competition between the traders, which could cause the aggregate yield to the lower than those of the single fruit crops. Longer period required for tree to grow the maturity and acquire an economic value. Resistant by farmers to displace the food crops with a tree, especially when land is scarce. The fact that agroforestry is more complex, less well understood, and more difficult to apply and compare with the single crop farm. हामीले सिंगल क्रपहरू भन्दा एग्रोफोरेस्ट्री मोर कम्प्लेक्स छ किनकि मोर देन 2 स्पेसिस, मोर देन 2 कम्पोनेन्ट, मोर देन 2 टाइम प्लेट अनि यस्तै यस्तै हुनाले के हुन्छ यो एग्रोफोरेस्ट्री कृषि वन प्रणाली भनेको बहु के हुन्छ एउटा बहु झन्झटिलो धेरै किसिमको बहुआयामिक त हुँदैछ तर झन्झटिलो पनि हुन्छ। तर यसलाई कम्प्लेक्स परिस्थितिमा जान्छ र त्यसले गर्दाखेरि कहिलेकाहीँ कम आम्दानी हुने पनि लामो समय लाग्ने, आम्दानी गेस्टेसन पिरियड हाई हुने र त्यसले गर्दाखेरि आम्दानी कम हुने परिस्थिति पनि आउन सक्छ। Now, common agroforestry system practice in Nepal. नेपालमा भएका केही सामान्य हामीले बहु एकदम pretty familiar with the commonly used agroforestry system practice in Nepal के agroforestry कृषि वन प्रणाली नेपालमा विकसित छन् र अभ्यास भइरहेका छन्। In the Nepalese context, the concept of the land use system is fully understood and considered and acknowledged by the rural farmers. हाम्रा ग्रामीण समुदायका किसान वर्गहरू, किसान दाजुभाइ दिदीबहिनीहरूले यी सबै कुराहरू बुझेका छन्। हामीले कृषि वन प्रणालीको किनकि it is a very primitive form of agriculture, not a very new concept, but it's a word is new. The concept is very old. So किसान हामीले ग्रामीण क्षेत्रका किसान दाजुभाइ दिदीबहिनीले सबै कुराहरू जानेका छन्। किसानले बुझेको छ, किसानले एउटा यो फार्मलाई यो सिस्टमलाई हामीले लिनुपर्छ भनेर उनले अंगीकार गरेको सिस्टम हो। त्यो मस्ट अफ द फार्मर्स अवे अबाउट द लेभल अफ प्रोडक्टिभिटी, कति उत्पादकत्व बढ्छ, कति स्तरको छ, कति तहको छ, कुन लेभलको हामीले उत्पादकत्व त्यसले प्रदान गर्छ भन्ने बारेमा पनि दे आर अवे
and the would expect from the land resources. However, the farmers have been looking only to fulfill the household needs at the subsistence levels. हामीले परम्परागत रूपमा जो उत्पादन गर्दै आएको परिस्थिति छ त्यसलाई हामीले फुलफिल गर्नको लागि पनि फार्मर्सले हामीले के गर्छ, दे आर फेसिङ, दे आर द लुकिङ, दे आर एक्सप्लोरिङ द न्यू आइटम्स, न्यू टेक्नोलोजी होइन, which is replacing the new existing subsistence farming systems. जो परम्परागत रूपमा हामीले खेतीपाती गर्दै आएको प्रणाली छ त्यसले हात र मुख जोड्ने काम मात्र गर्छ र त्यसले नाफाको उत्पादनमूलक काममा अगाडि सर्दैन। त्यस्तो उत्पादकत्व प्रणालीमाथि उसले निर्भर गरेको प्रणालीमा भन्दा अझ प्रोडक्टिभिटी हाई हुने खालको, उत्पादकत्व हाई हुने खालको कृषि प्रणालीलाई उसले अगाल्न खोजेको हुन्छ। त्यो हुनाले एग्रोफोरेस्ट्री इज वान अफ द एक्जाम्पल फर those farmers in the rural areas. And based on the survey of the agroforestry system and practiced in Eastern, Central, and Far Eastern Nepal, about 35 agroforestry practices within the 7 agroforestry systems are documented and listed here, and some of them are listed here and some of them not listed. होइन, हामीसँग लिस्टेड छैन, कोही सूचीकृत छैनन्, कोही सूचीकृत छन्। तैपनि हामीले केही इक्जाम्पल वी हेभ डिस्कस some example today and before the today class of today हैन। अब तैपनि केही कुराहरू हामीले अहिले पनि छ, जस्तै एग्रोफोरेस्ट्री प्र्याक्टिस, एउटा हामीले प्र्याक्टिसको बारेमा पनि हामीले केही कुराहरू गर्यौँ। एग्रोफोरेस्ट्री प्र्याक्टिस इज डिफाइन्ड बाय द कम्बिनेसन अफ द एग्रोफोरेस्ट्री components, particularly species having a unique biological and economic values, relationship, acquiring similar arrangement, strategy and techniques. केही किसिमका त्यस्तै सिमिलर प्रकृतिका, एउटै प्रकृतिका उस्तै प्रकृतिका रणनीति र प्रविधिहरू र त्यस्तो तौर तरिकाहरूमा रहन सक्ने र यसको बायोलोजिकल र इकोनोमिक भ्यालु भएका त्यस्ता एग्रोफोरेस्ट्री स्पेसिसहरू we can grow in combination of agroforestry component, 2 component at least. An example of agroforestry practice, for example, के combination हुन सक्छ, यसको जोडी के हुन सक्छ, उत्तिस र काडामा को एउटा जोडी हुन सक्छ। हामीले उत्तरी this is the very this most valuable as a component of agroforestry system and eastern northeastern part of the Kosi province. हामीले कोशी प्रदेशको माथिल्लो जो भागमा हो, तब्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, सोलु, ओखलढुङ्गा, यो एरियाहरूमा बढी उत्तिस र कार्डममहरूको खेती, जहाँ अलैँची र उत्तिस दुईटाको जोडी धेरै राम्रो मानिन्छ। त्यहाँ माथि उत्तिस हुन्छ, तल अलैँची हुन्छ। यो जोडी अल्मस एन्ड अमोनियम सोबुलाटम्स हैन, अलैँची र उत्तिसको यो राम्रो कम्बिनेसन हुन सक्छ इन इस्टर्न एन्ड सेन्ट्रल पार्ट्स। A group of agroforestry practices for ferry which whose major components are closely related to economically, environmentally and socially are referred to as agroforestry system. The 7 agroforestry system in Nepal are agri-silviculture, agri-silviculture, silvopastoral, agro-silvipastoral, and silvofisheries, home gardens, woodlots, and shifting cultivation. Some writers, some other workers advised us. There are the reported us. There are the 7 major agroforestry systems practiced in Nepal. These are the agri-silviculture, silvopastoral, agri-silvopastoral, silvofisheries, home garden, woodlot, and shifting cultivation. केही यता अभ्यास कृषि वन प्रणालीका वैज्ञानिकहरूले, अभ्यासकर्ताहरूले हामीले 7 वटा कृषि वन प्रणालीको केही इक्जाम्पलहरू छ, उदाहरणहरू छन् भनेर भनेका पनि छन्। For agri-silviculture, the agri-silviculture system practices widely in Nepal, generally defined by deliberately intercropping of the tree and crops in the variety of the spatial arrangement. हामीले एग्री सिल्भिकल्चरको सिस्टम we have discussed before, हैन, what is the silviculture, agri silviculture system भनेको के हो
भन्ने बारेमा हामीले पहिले पनि हामीले छलफल गरेका छौँ। तैपनि एग्री सिल्भिकल्चर सिस्टम यो प्रणाली कृषि वन प्रणालीको अभिन्न अङ्ग हो र मध्ये एकदम महत्त्वपूर्ण अङ्ग पनि हो र यसलाई हामीले धेरै पहिलेदेखि नै पनि हामीले प्र्याक्टिस गर्दै आएको छौँ। नेपालको भूपरिधितिर तराईदेखि पहाड हिमालसम्म यो किसिमको एग्री सिल्भिकल्चर सिस्टम यसलाई प्र्याक्टिस हुँदै आएको छ। त्यो हुनाले यो एउटा एक किसिमको वान अफ द मेजर कम्पोनेन्ट मेजर प्र्याक्टिस मेजर सिस्टम of agroforestry widely used in Nepal from east to west and southern to northern aspect of the Nepal, and which is deliberately intercropping of the tree and the crops, variety of the spatial arrangement as a temporal arrangement. हामीले समयअनुसार त्यसको ठाउँअनुसार परिस्थिति मिलाएर त्यसलाई के हुन्छ मेजर बहुवर्षीय रुखहरूभित्र हामीले एनुअल क्रपहरू एग्रिकल्चर क्रपहरू कृषिका बालीहरू हामीले सिजनल बालीहरू अथवा 2 महिना 3 महिना तरकारी केही उदाहरणको रूपमा हामी तरकारी हुनसक्छ केही लेगुम क्रपहरू हुनसक्छ कोसे बाली हुनसक्छ त्यस्ता बालीहरू हामीले त्यो भित्रहरू छिराएर गुस्सुवाहरू गर्छ इन्टरक्रपिङ गरेर हामीले उत्पादन गरिरहेका हुन्छौँ. The species of the woody perennials and the cash crops, both annual and perennials, vary between the geographical location, dry and hills, as well as the eastern and western Nepal. For example, in eastern Nepal, tea is a camellia species is most common in larger estate. Tea estate is very famous. Tea is a Ilam, Kanyam, and some periphery of Kanyam and Ilam and Taplejung and some other districts, Anpura districts. So very familiar is this system of classification, this system of cultivation. That area is a tea under the Alnas nepalensis and Schema walichi and other tea species which are shade providing tea and at that location and that's the vegetative type. And so the likewise the vegetable and cereal crops are common in small holdings except at a few exceptions. The tree species in this agroforestry system also vary in altitudinal zones. For example, the series Albizia, there are many. There's basically 3 types of species, series species: Albizia levet, Albizia procera, Albizia Albizia third species I forgot. So, and the siso, the Dalbergia sisu, as commonly woody crops in the tribe, while the utis, Aulus nepalensis, and the Lone Salla is a Taxus bacata, Taxus walichiana, not a Lone Salla, is a Taxus bacata, is a Taxus walichiana, is a very gubre salla, are common in higher elevation. The major product from the woody component in the eastern and central Nepal are the timber and firewood. And the random location of the tree is widely seen in spatial arrangement of the agri-silviculture system, while the windbreaks and tree on the terrace riser also practice. I mean, tree on terrace is a very familiar, it's a very most usable practices in Nepal. Tree on terrace. होइन हामीले गरामाथि गराको कान्लामा खेतीहरू गरेका हुन्छौँ त्यो खेती प्रणाली पनि हामीले प्र्याक्टिस पहिलेदेखि प्र्याक्टिस हुँदै आएको एउटा महत्त्वपूर्ण कृषि वन प्रणालीको पद्धति हो. त्यस्तै अर्को भनेको हामीले जो ठाउँ अनुसारको हामीले प्रबन्ध गरेका छौँ कृषि वन प्रणालीलाई त्यसले सिल्भिकल्चर भन्ने बित्तिकै हामीले बहुवर्षीय ट्री स्पेसिसहरू दायाँ बायाँ रोपेका हुन्छौँ त्यसको बिचमा कृषिको एनुअल क्रपहरू सिजनल क्रपहरू तरकारी धान गहुँ मकै अथवा अदुवा पेसार यस्ता क्रपहरू हामीले गरिरहेका छौँ त्यस्तो कृषि प्रणालीलाई हामीले एग्री सिल्भिकल्चर सिस्टम भनेर भन्छौँ. In far western Nepal, Rita, the sapinut, the soapnut, the Rita and the Churi are the very familiar, it's a common agroforestry species, very multi-purpose tree species, with the interest of the massive agroforestry planting of these species emerging among the landowners. Second, agro-silvipastoral, the crop, pasture, and animals. Under the system, crops, livestock, and raised, and crop यसमा हामीले 3टा सिस्टमहरू छ. एउटा क्रप पास्चर लाइभस्टक 3टै क्रपहरू हामीले 3टै कम्पोनेन्टहरू we can grow. The system is more prevalent in the hills and compared to that and in the lowland and the prevalent into those areas where there is a need for opportunity for the intensive and efficient management. The system is practiced at subsistence level
हामीले फेरि परम्परागत रूपमा पनि यो प्र्याक्टिस भएको सिस्टम हो, यो पद्धति हो। This system promotes both agriculture and livestock in more space and time. Especially, goats are raised in along with the agriculture crops. The preference, however, is given to the goat rearing and the establishment of the new fodder tree and protection of the old one. These are केही हामीले बाख्रा पालन गर्छौँ, त फोडर स्पेसिसहरू त्यहाँ लगाउँछौँ, घाँसी बालीहरू लगाउँछौँ। त्यसले गर्दाखेरि डाले घाँसहरू लगाउँछ, त्यसले गर्दाखेरि त्यो पनि एउटा सिस्टम के हो, एग्रो सिल्भोपास्टरल सिस्टम हो। फार्मर्स प्रिफर द बडर अनि इफिलिफिल, बकाइनो, काप्रो, साज, बकाइनो, टाकी, कटुस, खन्यु, विभिन्न खालको डाले घाँसहरू फार्मर्सले रुचाएको पाइन्छ। त्यसो नेक्स्ट भनेको सिल्भो पास्टरल, जसलाई भन्छ पास्चर एनिमल अथवा टी होइन, जहाँ टीभित्र पनि एनिमल हुन्छ, पास्चर हुन्छ, त्यो सिस्टमलाई सिल्भो पास्टरल सिस्टम हुन्छ। This system is characterized with the intensive cultivation of the fodder tree and grasses for animals used primarily wood and dairy buffalo and cattle. The fodder grasses and fodder tree is combination of the timber tree occupying the upper stratum. माथिल्लो तहमा के हुन्छ, टी स्पेसिस हुन्छ, तल एग्रिकल्चर क्रप हुन्छ र फोडर स्पेसिसहरू हुन्छ। त्यो हामीले अकुपाई एउटा कम्बिनेसनमा ग्रो गरेका हुन्छौँ। लाइभस्टक आर अलाउड टु द ओपनली ग्रेज एन्ड some are the tethered, but generally tethered and birth that some of the animals are under the cut and carry methods. हामीले केही त्यहाँ ग्रो गरिन्छ, केही चर्छन्, बट अर्को हामीले एउटा प्र्याक्टिस अफ द ग्रोइङ एनिमल्स इज कट एन्ड क्यारी मेथड्स हुन्छ। हामीले घाँस काट्छौँ, डाले घाँसहरू काट्छौँ, काटेर हामी जुन घाँसहरू लिएर आउँछौँ, स्याउला लिएर आउँछौँ, त्यो सिस्टमलाई कट एन्ड क्यारी मेथड भन्छ। सिस्टम विथ द इन्क्लोजर एन्ड हाउसेस। दिस सिस्टम इज वाइडली प्र्याक्टिस इन द हिल्स एन्ड इस्टर्न फार वेस्टर्न नेपाल्स। नेक्स्ट सिस्टम इज एग्रोफोरेस्ट्री सिस्टम इज सिल्भो फिसरिज। हामीले रुखसँग हामीले माछाहरू लगाउने सिस्टम हो। फिस पोन्ड विथ मल्टी स्टोरी सिस्टम अन डाइट एन्ड वुड्स। जस्तै टिक अलिक धेरै ठुलो हुन्छ, टिक धेरै पोसिबल त हुँदैन, त्यो इक्जाम्पल त छ। सिसो इज अ भेरी बेस्ट इक्जाम्पल। ट्री इन अपर स्टोरी, बनाना इज अ बेस्ट इक्जाम्पल होइन। द मिडल स्टोरी एन्ड ग्रासेस आर ग्राउन्ड कभर्स। Tree farming with the fish of the different species are grown in different species becoming remunerative, धेरै फाइदाजनक हुन्छ। त्यसै गरेर अर्को होम गार्डन। While the home gardens may be classified under the agroforestry LBC cultural system, it is classified as system in its own right in Nepalese context, as it has a distinct system, component, and relationship relative to other systems. Conversely, while many agroforestry practices in Nepal have a homesteads nearby, the like that found in silviculture and agro-silvipastoral system, these homesteads are not necessarily dwelling of the decision maker who have access to the agroforestry on a day-to-day basis. I mean, दैनिक रूपमा एग्रोफोरेस्ट्रीमा जो गरिरहेको हुन्छ, त्यो नेसेसरी जो डिसिजन मेकरहरूले एउटा देखिरहेको हुन्छ, त्यो एग्रोफोरेस्ट्री सिस्टम के हो त? एग्रो सिल्भिपास्टरल सिस्टम अथवा एग्रो सिल्भिपास्टरल सिस्टम, एग्री सिल्भिकल्चरल सिस्टम अथवा एग्रो सिल्भिपास्टरल सिस्टम दुईटै हुन सक्छ। त्यहाँ तीनटा कम्पोनेन्ट पनि छ। होम गार्डनमा दुईटा कम्पोनेन्ट पनि हुन सक्छ। Home gardens are found across Trai and Middle East Nepal, characterized by the homestead with the intensive cultivation of annuals, cereal, vegetable, and species vegetable and spices, perennial crops, timber, pools, firewood, fodder, and fruit tree, grasses, and animals. विभिन्न हामीले प्रजातिका रुखहरू, विभिन्न आयामका, विभिन्न उद्देश्यका क्रपहरू हामीले ग्रो गरेका हुन्छौँ। त्यस्तै वुडल्यान्ड, वुडलट भनेको काठको लागि जो उत्पादन गरिन्छ, भेरी काठलाई योग्य हुने प्रजातिका रुखहरू त्यहाँ रोपिन्छ भने त्यसलाई वुडलट भन्छ। स्मल स्केल वुडलट इज प्र्याक्टिस इन इस्टर्न एन्ड सेन्ट्रल नेपाल टु मिट द टिम्बर डिमान्ड। यसलाई हामीले वुडलट भनेर भन्छौँ। विभिन्न सिसु होइन, अलमस्ट नेपाली विभिन्न खालका प्रजातिहरू त्यहाँ गरिन्छ। त्यसै सिफ्टिङ कल्टिभेसन यहाँहरूले बुझिसक्नु भएको छ। सिफ्टिङ कल्टिभेसन वी हेभ डिस्कस बिफोर दिस क्लास एन्ड बिफोर दिस रिमेनिङ पार्ट होइन। हामीले गरे सुरुवातमा पनि सिफ्टिङ कल्टिभेसन के भन्ने कुराहरू हामी जानिसकेका छौँ। नेपाल सिफ्टिङ कल्टिभेसन इज प्र्याक्टिस इन द मिडल एन्ड हाई माउन्टेन एरिया। सिफ्टिङ भनेको वान सिपबाट अर्को सिपमा जाने हो। त्यसले गर्दाखेरि द फर्स्ट क्लियर द ल्यान्ड एन्ड बर्न भनेर भन्छौँ। And the area is completely and take the advantage of pre-monsoon rain, showing the crops.
rotation cycle vary depending on the land, location, and population pressure. But generally, it is between the 3 to 5 years of the land, as it then recycle एउटा reuse हुन्छ त्यसलाई त्यो ल्यान्डलाई पनि जुन 3 देखि 5 वर्षसम्म एउटा जग्गा खाली गरिन्छ र फेरि त्यो हामी रोटेसन गर्छ अर्को सिफ्टमा अर्को ल्यान्डमा प्याचेस अफ ल्यान्डमा जान्छ त्यसपछि त्यहाँ पनि 3-4 वर्ष बस्छ र कमाइ गरेर खान्छ त्यसपछि अर्को जग्गा 3-4 वर्षमा बस्छ त्यसरी रोटेसन वाइज एउटा प्याचेस अफ ल्यान्ड बनाएर कल्टिभेसन गर्छ भने त्यसलाई खोरिया खेती भनेर भनिन्छ चेपाङ जातिहरूले राउटेहरूले खेती गरेर राउटे भन्दा पनि चेपाङ जातिहरूले खेती गरेको पाइन्छ राउटे त खेती गरेको पाइँदैन डिफ्रेन्ट टाइप्स अफ एग्रोफोरेस्ट्री मोडेल्स इन नेपाल जस्तै आली क्रपिङ छ बाउन्ड्री प्लान्टेसन छ स्टिप हेजरो इन्टरक्रपिङ छ कन्सेन्ट्रिङ डिजाइन छ कन्टुर हेजरो इन्टरक्रपिङ छ नेल्डर व्हिल बेल्ट छ यी विभिन्न खालका छन् हैन जस्तै आली क्रपिङ हामीले हेजरोहरू हामीले हजुर यति सकिन्छ होला अब त कति छ धेरै त छैन होला दुई 4 मिनट गरौँ न हैन कति जान्छ अनि अर्को क्लास सुरु गरौँ होला आली क्रपिङ भयो त्यसै बाउन्ड्री प्लान्टेसन यो पिक्चर छ हैन त्यसपछि यो डिजाइनको कुराहरू छ स्ट्राइप यो पिक्चर मात्र छ यहाँ केही छैन कन्सेन्ट्रिक डिजाइन यो बिचमा छ त्यसपछि वरिपरि रिङहरू छ हैन कन्टुर हेज्रो इन्टरक्रपिङ भनेको बिचमा तल आलीहरू छ बिचमा एग्रिकल्चर क्रप छ नेल्डर वर्ल्डको मोडेल यो भोलि डिस्कस गरौँला थोरै हैन यो केही छैन धेरै छैन ओके सो ल एनी रिमेनिङ पार्ट हामी भोलि गरौँला भोलि अर्को उसमा पनि जान्छौँ ल थ्याङ्क यू टु अल एनी क्वेसन प्लिज आस्क एनी इफ एनी अब एकैचोटि गरौँला होइन लाइक भोलि नै गरौँला हुन्छ